हाई हेलो नमस्कार एभ्रिवान, इट्स मी राजु सुनार। वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको यो भिडियो ती सबै सपना देख्ने मान्छेहरूको लागि हो जो आफ्नो फ्यामिलीको लागि दिन रात सङ्घर्ष गरिरहेका छन्। सायद कसैलाई घर बनाउनु छ, कसैलाई बाइक कार जग्गा किन्नु छ र कसैलाई केवल आफ्नो मम्मी बुबाको अनुहारमा मुस्कान ल्याउनु छ। तर सपना सजिलो हुँदैन। यस, रियालिटी इज डिफ्रेन्ट। भोक लाग्छ, थकाइ लाग्छ, मन रुन्छ, तर जिम्मेवारीले गर्दा आँसु लुकाएर फेरि काममा लाग्नुपर्छ। सायद आज तपाईँ एक्लै हुनुहुन्छ, सायद कसैले तपाईँको सङ्घर्ष देखिरहेको छैन, तर गडले सबै देखिरहनु भएको छ। रातभरि जागेर सपना पुरा गर्न खोज्ने मानिसहरू कहिले हार्दैनन्। भोक लाग्छ, थकाइ लाग्छ, कतिपय रात आँसु पुस्दै सुत्नुपर्छ, तर जिम्मेवारीले फेरि बिहान उठाउँछ। मलाई थाहा छ सपना देख्नु सजिलो हो, तर त्यो सपना बोकेर हिँड्नु धेरै गाह्रो हुन्छ। आफ्नै मानिसहरूले बुझ्दैनन्, साथ दिनेहरू बिच बाटोमै छुट्छन्, तर पनि तपाईँ अझै लडिरहनु भएको छ। त्यही नै तपाईँको सबैभन्दा ठुलो शक्ति हो। सायद अहिले तपाईँ खाली पकेट लिएर हिँड्दै हुनुहुन्छ, तर तपाईँको माइन्डसेट करोडौँको छ। आज दुःख छ भने के भएर, एक दिन यही सङ्घर्ष सक्सेस स्टोरी बन्नेछ। त्यसैले प्लिज कहिले हार नमान्नुहोस्। ढिलो हुनसक्छ, तर गडले मेहनत गर्ने मान्छेलाई कहिले खाली हात फर्काउनुहुन्न। एन्ड वान डे तपाईँहरूले आफ्नो मम्मी बुवाको अनुहारमा गर्वको मुस्कान ल्याउनु हुनेछ। त्यो दिनको लागि आजको पीडा सहनुहोस्। म पनि तपाईँहरू जस्तै एउटा साधारण युवा हुँ, तर सपना असाधारण छ। आज दुःख छ भने के भएर, एक दिन यही सङ्घर्षले हाम्रो नाम बनाउनेछ भन्ने विश्वास छ होइन। त्यसैले हार नमान्नुहोस्। ढिलो हुनसक्छ, तर गडले मेहनत कहिले खेर जान दिनुहुन्न। एन्ड आई विल प्रे गड तपाईँले मनदेखि चाहेको हरेक सपना एक दिन अवश्य पुरा होस्। God bless you all. Keep loving Raju Sunar vlog. Thank you for watching my video.